आज चाहिँ हिजो घर आएको बिहानै वकमा निस्किदिएको निन्द्रै नलागेर बेलुका चाहिँ एकछिन सुत्यो त्यहाँदेखिको निन्द्रै लागेन चेन्ज भएछ खाने सुत्ने रुटिन अन्त एकछिन वकमा जानु परेर भनेको छिटो छिटो हिँड्दै रहेछ तर हिँड्ने बानी चाहिँ हराएको छैन रहेछ ओ तलबाट हिँड्दै हिँड्दै आएको यहाँ पुगेँ यो चाहिँ म घर जाँदै गर्दा भाले चाहिँ यहाँ खेल्दै रहेछ एकछिन भालेको पनि फोटो क्लिक गरिदिएँ त्यसपछि म पापाको कपड सफा गर्नु भनेर गएको एकदमै मैला भइरहेको रहेछ र नानीलाई लगेर गएको थिएँ कपडमा सानो भिडियो बनाएको छु यहाँ पनि साफसफाइको कपड लेउहरू लागेछ त्यहाँनिर पापाको कपडको छेउमा चाहिँ बाँसकटी छ त्यसले गर्दा चाहिँ पुरा बाँसको चोटहरू चुप्दैछ लेउ चाहिँ हरियो त्यसले खोज्नु पुरा सुँगुर पनि निस्किन्छ के भत्के मान्छे मार्छ हाम्रो घरको मान्छेहरूले मेरो साथी चाहिँ परानिर बसेर फोन खेल्दैछ म चाहिँ यहाँनिर कपड सफा गरिरहेको छु किन बुबु त उतै गएको छ अलैँचीबारी फोर्नु पर्छ होला नि त गर्ने टाइम फोर्नु लिएर आएको थिएँ मैले उताबाटै कपाल चाहिँ फुलेर सेतै भइसकेको रहेछ मोइस्चराइजर मैले भनेको थिएँ कलर नगर्नु म आइन्जेलसम्म चाहिँ कलर ल्याइदिन्छु भनेको थिएँ होइन मैले फ्री अन्त आमाको कपालमा फटाफट कलर गरिदिएँ आमाले चाहिँ धेरै लगाइदिएँ भन्दै थियो म चाहिँ पुरै लगाइदिन्छु भन्दै थिएँ त्यसपछि बिहा आयो र ममा र नातिनीको चाहिँ साइलीमा चाहिँ एक्टिङ गरेर साइलीमाको कुरा गरेको दुईजना चाहिँ त्यसपछि इभिनिङमा चाहिँ चिया खाएर चाहिँ नानी लगेर परानिर गएको थियौँ म र बहिनी तनुजा बहिनी चाहिँ माथिल्लो घरको बहिनी पर अलैँचीबारीको डाँडामा गएर नानीहरूसँगै चाहिँ खेल्यौँ वेदर राम्रो थियो र एकछिन गफसफ गऱ्यौँ दुःख सुखको नानीहरूलाई चाहिँ भक्कु सर्काउँदै कुदाउँदै थियौँ हामीले चाहिँ यति बेला चाहिँ नानीको आमा र बाउहरू देख्यो भने चाहिँ मन दुःख नगर्नु होला अनि टक्कै यहाँ चाहिँ मजाको भ्यू एक सर्ट भिडियो लिएर चाहिँ एक दुईवटा फोटो क्लिक गरेर चाहिँ घर आयौँ र फर्स्ट डे चाहिँ मेरो यसरी अहिले चाहिँ एकदमै लेट पोस्ट भइरहेको छ 1 महिना भइसक्यो किनभने मैले चाहिँ टाइमै मिलेको थिएन र अहिले चाहिँ फ्री टाइम भएर चाहिँ मैले यो पोस्ट गरेको थ्याङ्क यू फर वाचिङ